जना मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा पनि आउनुभएको छ। उहाँलाई पनि अभिवादन गरिदिन अनुरोध गरेँ। र अब अन्तमा हामी यो अर्को पनि कार्यक्रम भएर यसलाई छुट्याउन लागे र यसका नेकपा एमालेका ध्वजावाहक उम्मेदवार कमरेड ईश्वर पोखरेललाई आफ्ना भनाइहरू राखिदिनु हुन विनम्र अनुरोध गरेँ। धन्यवाद ध्रुवजी। कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, यहाँहरू सबैलाई म सर्वप्रथम हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। अहिले हामी निर्वाचनको सम्मुखमा छौँ। निर्वाचन आइ नै सकेका छ। यो निर्वाचनमा हामी प्रतिस्पर्धा गरिरहेका छौँ र यो प्रतिस्पर्धामा एमालेले विजय प्राप्त गर्नुपर्छ भन्ने सङ्कल्पका साथ अगाडि बढिरहेका छौँ। यो अभियानमा तपाईँहरू साथमा हुनुहुन्छ र तपाईँहरूको यो साथ समर्थनले नेकपा एमालेको मनोबल उच्च बनिरहेको छ। यो काममा सघाउनु हुने यहाँहरू सबैलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। दुई तिनवटा कुरा मात्रै म उल्लेख गर्न आवश्यक ठानेको छु। एउटा त यो निर्वाचनको बारेमा 2084 मा हुने निर्वाचन 2082 मा हुँदैछ। यो निर्वाचनलाई कसरी बुझ्ने? एमालेको दृष्टिकोण के हो भने यो निर्वाचन स्वाभाविक अवस्थामा हुन लागेको होइन। संवैधानिक प्रक्रिया र लोकतान्त्रिक प्रक्रिया लिगबाट तल झरेको छ। यो लिगबाट तल झरेको प्रक्रियालाई लिगमा ल्याउनु पर्ने आवश्यकता छ। त्यसको लागि निर्वाचनमा जाने लोकतान्त्रिक विधिलाई अपनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ र हामीहरू यो निर्वाचनमा गएर निर्वाचनमा श्रेष्ठता हासिल गरेर लोकतान्त्रिक र संवैधानिक प्रक्रिया जो लिगबाट तल झरेको छ त्यसलाई लिगमा ल्याएर मुलुकलाई सही दिशातर्फ अगाडि बढाउने हाम्रो सङ्कल्प हो। त्यसकारणले यो निर्वाचनलाई स्वाभाविक अवस्थाको निर्वाचनको रूपमा बुझ्नु हुँदैन भन्ने हामीलाई लाग्छ। हामीले भनेका छौँ यो निर्वाचन एउटा यस्तो जनमत सङ्ग्रह हो जुन जनमत सङ्ग्रहमा एकातर्फ देश बनाउनेहरू उभिएका छन्, अर्कोतर्फ देश बिगार्नेहरू छन्। त्यसकारणले देश बनाउने शक्तिको रूपमा नेकपा एमाले छ र नेकपा एमालेलाई विजय बनाउनु आवश्यक छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। यस पछाडि यो लिगबाट तल झर्ने कुराको पछाडि धेरै पक्षहरू छन्। ती धेरै पक्षहरू के हुन् भने हाम्रो भू राजनीतिक संवेदनशीलताले पनि काम गरेको छ। शक्ति राष्ट्रहरूको एउटा जुन ढङ्गको शक्ति प्राप्त गर्ने आफ्नो एउटा महत्त्वाकाङ्क्षा जुन छ त्यसले पनि काम गरेको छ र त्यसमा हामीहरू नजानिदो किसिमले हामीलाई त्यहाँ गिजोल्ने कोसिस हुँदैछ। यस्तो अवस्थामा यो निर्वाचन हाम्रो लागि भाग्य र भविष्यसित गाँसिएको विषय हो। म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यहाँ कुनै एउटा अमुक पार्टीको मात्रै कुरा या अमुक उम्मेदवारको मात्रै कुरा होइन। यो देश बनाउने, देश बिगार्ने हो। यो दुईवटा पक्ष बिचको जनमत सङ्ग्रहमा हामीले सही ढङ्गले आफूलाई उभ्याउनु पर्छ भन्ने कुरा म राख्न चाहन्छु। अर्को कुरा, म यो उम्मेदवार बनिसकेपछि उम्मेदवारको नाताले भोलि विजयी बनिसकेपछि मेरा जिम्मेवारीहरू, मेरा कामहरू के हुन्छन्, के गर्छन्। चुनावको बेलामा मात्रै नेताहरू आउँछन्, कुराहरू मिठा मिठा गर्छन्, त्यसपछि भेट हुँदैन आदि इत्यादि थुप्रै कुराहरू एउटा आम रूपमा जिज्ञासा हुने गरेको छ। म के आग्रह गर्न चाहन्छु भने मैले पटक पटक भन्दै आएको छु, यहाँ पनि म दोहोऱ्याउन चाहन्छु, मैले दुई किसिमका काम गर्छु। म भोलि तपाईँहरूको प्रतिनिधि बनिसकेपछि
अहिले म जुन अठोट गर्दैछु त्यो अठोट तपाईँहरूलाई सुनाउन चाहन्छु। मैले दुई किसिमका काम, एउटा राष्ट्रिय स्तरका एजेन्डाहरूमा केन्द्रित गरेर मैले भूमिका खेल्नेछु। त्यो राष्ट्रिय स्तरका एजेन्डाहरूमा निश्चित विषयहरू छन्। अघि डाक्टर युवराज कतिवटा डाक्टर साहबले भन्नुभयो, राष्ट्रिय हितको पक्षमा, स्वाधीनताको पक्षमा, सार्वभौमिकताको पक्षमा, अखण्डताको पक्षमा म दृढतापूर्वक उभिनेछु। हाम्रो पार्टीले जुन अडान राखेको छ, देश पहिले भन्ने कुरा, यो चाहिँ महत्त्वपूर्ण कुरा हो, निर्णायक कुरा हो। यसलाई हामीले विशेष महत्त्वका साथ लिनुपर्छ, गम्भीरताका साथमा लिनुपर्छ। त्यस कारणले हामीले निर्वाचित गरेको प्रतिनिधिले, उम्मेदवारले के गर्छ भन्ने बारेमा तपाईँहरूको जिज्ञासा होला। मैले भने राष्ट्रिय एजेन्डामा मेरो पहिलो काम यही हुनेछ। जुनसुकै अवस्थामा, जस्तासुकै प्रतिकूलतामा पनि देशको पक्षमा, राष्ट्रिय स्वाधीनताको, स्वाभिमानको, स्वतन्त्रताको, सार्वभौमिकताको विषय उठेपछि त्यस विषयमा दृढतापूर्वक उभिने, खुट्टा नकमाइकन उभिने प्रतिनिधिको रूपमा म रहनेछु। मेरो पहिलो काम यो हुनेछ। राष्ट्रिय एजेन्डाको दोस्रो काम भनेको सामाजिक सद्भावलाई खल्ब ल्याउन चाहने तत्त्वहरू छन् देशमा। यो सामाजिक सद्भावलाई कायम गर्ने कुरामा म दृढतापूर्वक लागिरहनेछु। मैले बुझेको, हामीले थाहा पाएको, सबैले बुझेको कुरा के हो भने यो हाम्रो देश डाइभर्सिटीको बिचमा युनिटी होइन, युनिफर्मिटीको बिचमा युनिटी होइन, डाइभर्सिटीको बिचमा युनिटी भएको देश हो। यो विविधतामा एकता हाम्रो विशेषता हो। यो विविधतालाई स्वीकार गर्नुपर्छ र विविधतालाई कमजोर बनाउने, भत्काउन चाहने जोसुकै शक्तिहरू छन् भने पनि त्यसको विपक्षमा उभ्याउनुपर्छ। र हामीहरू, हाम्रो नेसनल स्ट्रेन्थ जुन छ, यो नेसनल स्ट्रेन्थ भनेको सामाजिक सद्भाव। यही सामाजिक सद्भावको जगमा हाम्रो राष्ट्रिय एकता टिकेको छ। यो राष्ट्रिय एकतालाई मजबुत बनाउनको लागि सामाजिक सद्भावको पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने यो मेरो अडान हुनेछ। जुन हाम्रो पार्टीको अडानको रूपमा छ, यो अडानबाट म किञ्चित मात्रै विचलित हुने छैन। जाति जातिको बिचमा द्वन्द्व गराउने, क्षेत्र क्षेत्रको बिचमा द्वन्द्व गराउने, धर्म धर्मको बिचमा द्वन्द्व गराउने, यस्तो यो भौगोलिक विविधताको बिचमा विभेदपूर्ण कुराहरू गर्ने, यो चिज हाम्रो देशको लागि घातक हुनेछ, हाम्रो समाजको लागि घातक हुनेछ। यसको विपक्षमा म दृढतापूर्वक उभिनेछु र सामाजिक सद्भाव कायम गर्नुपर्छ भन्ने कुरामा मेरो अडान कहिले किञ्चित मात्रै पनि तलमाथि हुने छैन। मैले गर्ने दोस्रो काम यो हुनेछ। तेस्रो काम भनेको हिजो हामीले के गर्यौँ भन्दा परिवर्तनको लागि हामीले एजेन्डा उठाइरहँदा परिवर्तनमा केन्द्रित भयौँ, राजनीतिक परिवर्तनमा हामी केन्द्रित भयौँ। अब हाम्रो एजेन्डा भनेको के हुनेछ भने पोलिटिक्स अफ डेलिभरी, सेवा प्रवाह गर्ने कुरामा केन्द्रित हुनेछ। सेवा प्रवाह गर्ने कुरालाई हामीले विशेष जोड दिनुपर्नेछ। हामी सेवा प्रवाह गर्ने कुरा भनिरहँदा म के भन्न चाहन्छु भने हामीले औद्योगिक क्षेत्र, उद्योग धन्दालाई विकास गर्ने सन्दर्भमा हामी के गर्छौँ, त्यो खालि अहिले जुन खालका जटिलताहरू देखा परेका छन् त्यो जटिलतालाई हल गर्ने कुरामा के गर्छौँ, कृषिको विकासको लागि हामी के गर्छौँ, पर्यटनको विकासको लागि के गर्छौँ, ऊर्जाको विकासको लागि के गर्छौँ, पूर्वाधार विकासको लागि के गर्छौँ। अब भनेको खालि पोलिटिकल कुरा गरेर मात्रै होइन, मुद्दा आधारित सेवा प्रवाह गर्ने कुरामा हामीले आफूलाई अगाडि बढाउनुपर्छ। अब नेकपा एमालेको पोलिटिक्स सेवा प्रवाह गर्ने कुरामा केन्द्रित हुनेछ। म त्यो कुरालाई दृढतापूर्वक बोक्नेछु। त्यसमा किञ्चित मात्रै पनि म कमी हुन दिने छैन। यो मेरो राष्ट्रिय एजेन्डाको तेस्रो कुरा यो हुनेछ। चौथो कुरा भनेको विकास निर्माणका अभियानमा जो हामीले हिजो प्रारम्भ गऱ्यौँ, ठुल्ठुला कामहरू अभियान सुरु गऱ्यौँ, ती हामी सरकारबाट हटेपछि ती स्थगित भएका छन्।
गति एकदम धीमा गतिका साथ चलेका छन्, ठिक ढङ्गले अगाडि बढेका छैनन्। हो, अब ती चिजहरूलाई अगाडि बढाउनु पर्ने जरुरी छ। हिजो हामीले आवश्यकताको आधारमा ती चिजहरूलाई अगाडि बढायौँ, देश विकासको उद्देश्य राखेर ती चिजहरूलाई अगाडि बढायौँ, तर ती चिजहरू त्यत्तिकै लठीबद्ध छन्। मैले भन्ने गरेको छु, वास्तवमा हामीले 7वटा प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने ठुल्ठुला हामीले योजनाहरू अगाडि सार्यौँ। ती चिजहरूले वास्तवमा गतिका साथ अगाडि बढ्ने काम हुन सकेका छैन। 753वटा पालिकामा हामीले औद्योगिक ग्राम बनाउने कुरा गऱ्यौँ, ती चिजहरू अगाडि बढ्न सकेका छैन। यहाँसम्म कि सुनकोशी मरिन तराई मधेसको जिल्लाहरूमा सिँचाइ गर्नको लागि सुनकोशी मरिन डाइभर्सन हाम्रो छिमेकीले नचाहँदै पनि सुनकोशी मरिन डाइभर्सनको कुरा अगाडि बढायौँ, तर त्यो अहिले टनेल भइसक्यो तर केनल राम्रो बनाएको छैन। यस्तो लठीभद्र अवस्था छ। त्यस कारणले यस्ता कुराहरू छन्। उत्तर दक्षिण राजमार्ग जो हामी सधैँभरि नाकाबन्दी झेल्दै आयौँ, त्यसलाई तोड्नको लागि चीनसित पारमाणु सम्झौता गरिसकेपछि अब चीनसितको कनेक्टिभिटीलाई प्रभावकारी बनाउनको लागि उत्तर दक्षिण राजमार्ग बनाउने कुराहरू गऱ्यौँ, तर ती राजमार्ग बनाउने कुराले एउटा गतिका साथ अगाडि बढ्न सकेको छैन। कति रोकिएका छन्, कति अलपत्र परेका छन्, केही हुन अलिअलि खोज्दैछन्। यस्तो अवस्था छ, त्यसलाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने जरुरी छ। यस्ता कामहरू हामीले गर्नुपर्नेछ। त यो चिजमा म केन्द्रित हुनेछु। मैले राष्ट्रिय एजेन्डामा यी कुराहरूमा जोड दिनुपर्ने हुन्छ। म नेकपा एमाले अगाडि सारेका विषयहरूलाई म दृढतापूर्वक अनुसरण गर्नेछु, दृढतापूर्वक त्यसलाई कार्यान्वयन गर्ने कुरामा लाग्नेछु। यो मेरो प्रतिबद्धता हो। यस्तै हामीले सामाजिक सुरक्षाका क्षेत्रमा हामीले महत्त्वपूर्ण थालनी गऱ्यौँ हिजोदेखि। ती चिजहरू गतिका साथ अगाडि बढ्न सकेका छैनन्। लाजगाल केही कुरा रहेका छन्, तर ती चिजहरूलाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने जरुरी छ। र बदलिएको अवस्था अनुसार सामाजिक सुरक्षाका क्षेत्रहरूलाई खोल्नुपर्छ। हिजो हामीले ज्येष्ठ नागरिकहरूलाई भत्ता दिने कुरा मात्रै प्रारम्भ गऱ्यौँ, तर अब बदलिएको अवस्थामा युवाहरूलाई रोजगारी दिने कुरा, उत्पादन बढाउने कुरा, रोजगारी दिलाउने कुरा, स्वरोजगारीलाई प्रोत्साहित गर्ने कुरा, बजारका कुरा, मूल्यका कुरा, यी सबै विषयमा हामीले ध्यान पुर्याउनु पर्ने आवश्यकता छ। यो चिजमा म केन्द्रित हुनेछु। मैले यो राष्ट्रिय एजेन्डामा मूलतः यी कुराहरूमा आफूलाई केन्द्रित गर्छु। त्यसपछि निर्वाचन क्षेत्रसित सम्बन्धित मेरा कामहरू भनेको मैले गर्नुपर्ने काम, मैले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छु। मैले निर्वाचन क्षेत्रलाई विकास निर्माणका लागि अगाडि बढाउने सन्दर्भमा केही प्रतिबद्धताहरू व्यक्त गरेको छु। अस्ति 11 गते मैले ती प्रतिबद्धता सार्वजनिक गरेको छु। त्यो प्रतिबद्धता पत्रमा उल्लेख गरिएका कुराहरूलाई म कार्यान्वयन गर्न लाग्नेछु। मैले 18वटा विषयमा विशेष किसिमले केन्द्रित भएर आफ्ना प्रतिबद्धताहरू उल्लेख गरेको छु। म के भन्न चाहन्छु भने ती प्रतिबद्धतालाई कार्यान्वयन गर्नको लागि मैले स्थानीय तहमा निर्वाचित भएका प्रतिनिधिहरूमाथि भर पर्नुहुन्छ। पालिका, वडा, पालिका र प्रदेशले गर्नेछन्। ती कुराहरूले नभ्याएपछि, ती ठाउँहरूबाट सम्भव नभएपछि मैले सङ्घीय सरकार मार्फत गर्नुपर्ने कुरामा भूमिका खेल्नेछु। त्यस कारणले मैले के भन्न खोजेको भने भोलि पनि हिजो चुनावको बेलामा अनेक कुरा गऱ्यौँ, तर खै त ती कुराहरू भएनन् भन्ने खालका हाम्रो बिचमा छलफल हुन सक्छ। म अहिले तपाईँलाई भन्न चाहन्छु, मैले 2 किसिमका काम गर्ने हो। एउटा राष्ट्रिय स्तरका एजेन्डाहरूमा केन्द्रित भएर मेरो पार्टीले अगाडि बढेका विषयमा केन्द्रित भएर म भूमिका खेल्नेछु। ती भूमिका पुरा गर्ने कुरामा किञ्चित मात्रै पनि म कमजोरी हुन दिने छैन। मेरो भूमिका त्यहाँ म प्रस्तुत गर्नेछु। अर्को भनेको निर्वाचन क्षेत्रसित सम्बन्धित भएर मेरो जुन व्यक्त गरेको छु प्रतिबद्धता, त्यो प्रतिबद्धतामा आधारित भएर मैले काम गर्नेछु। यो 2टा काममा तपाईँहरू भोलि मैले अहिले भनेका व्यक्त गरेका प्रतिबद्धता गर्छु भनेर 2टा क्षेत्रमा मैले गर्नुपर्ने कामहरूलाई जुन छुट्याएको छु,
ती कामहरूमा केन्द्रित भएर मेरो मूल्याङ्कन तपाईँहरूबाट हुनेछ भन्ने म विश्वास गर्न चाहन्छु। मैले चाहेको कुरा के हो भने मेरो नेसनल एजेन्डाहरूमा म विचलित हुने छैन। नेसनल एजेन्डाबाट म कहिले पनि विचलित हुने छैन, त्यसमा केन्द्रित भइरहनेछु र निर्वाचन क्षेत्रसित सम्बन्धित भएर गर्ने भनेर व्यक्त गरिएको प्रतिबद्धतालाई म कार्यान्वयन गर्नेछु। मेरो यो काम हुनेछ। जहाँसम्म अहिलेको विषय छ, तपाईँहरू कतिपय साथीहरूले धेरै सोध्नुहुन्छ, अब तिमीले पार्टीमा विद्रोह गर्यौ, यस हिसाबले पनि कुरा उठाउनु, धेरै ठाउँमा जाँदा विद्रोह गर्ने कुरा गर्यो। तपाईँहरूमध्ये पनि कतिपय साथीहरूलाई अहिले छलफल गर्न ओपन गरेको भए सायद भन्नुहुन्थ्यो होला। यो के भने पार्टीमा विद्रोहको कुरा होइन, पार्टीभित्र विधिसम्म ढङ्गले कुरा उठाइएको विषय हो। यो पार्टीमा हामी प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गर्छौँ, प्रतिस्पर्धाको राजनीतिलाई स्वीकार गरेर प्रतिस्पर्धाबाट श्रेष्ठता प्राप्त गर्ने कुराको पक्षमा छौँ। त्यस कारणले हामीले विधि पद्धतिलाई राम्रो बनाउनुपर्छ, अझै राम्रो बनाउनुपर्छ। राम्रो त छँदैछ, अझै राम्रो बनाउनुपर्छ। सामूहिक नेतृत्व प्रणालीलाई अझै राम्रो बनाउनुपर्छ र नियन्त्रण र सन्तुलनको चिजलाई अझै प्रभावकारी बनाउनुपर्छ भन्ने हाम्रो बिचमा छलफल भएर प्रतिस्पर्धाको कुरा गर्यो। त्यसमा अन्यथा लिनुपर्ने आवश्यकता छैन। प्रतिस्पर्धाको राजनीति गर्नेहरूले प्राप्त भएको परिणामलाई पनि स्वीकार गर्छन्। त्यस कारणले के बुझ्नु हुँदैन भने पार्टीभित्र यस्तो हो उस्तो हो भन्ने ढङ्गले बुझ्नु हुँदैन। यो हाम्रो पार्टीभित्रको नियमित स्वाभाविक एउटा प्रक्रिया हो, त्यसलाई त्यस हिसाबले लिनुपर्दछ। मैले त्यही कुरा त्यही भूमिकामा आफूलाई उभ्याउनु खोजेको हो, अन्यथा त्यसलाई नलिनुको लागि म आग्रह गर्छु। यो सँगसँगै मैले तिमी कतिपटक उम्मेदवारी भन्ने कुरा पनि छैन, कतिपटक उम्मेदवारी भन्ने पनि साथीले कुरा राख्नुहुन्छ। म यो क्षेत्रमा काम गरेको 35 वर्षभन्दा बेसी भएछ। यो मैले कहिले निर्वाचनको प्रयोजनको सिलसिलामा मैले समय बिताउनु पऱ्यो, कहिले निर्वाचनमा संलग्न र राजनीतिक साङ्गठनिक कामको जिम्मेवारी पनि लिनु पऱ्यो। म यही क्षेत्रको बासिन्दा, म त केही दिन अगाडिसम्म यहीँ थिएँ, त्यसपछि अहिले अलिक बसाइ सरेर त अलिक परतिर गएको छु, त्यति मात्रै हो। म यहीँको बासिन्दा हो र मैले यो 35 वर्ष बिताइरहँदाखेरि मैले यो क्षेत्रका जनतासितको एउटा सान्निध्यता, मेरो सामाजिक सम्बन्ध, मैले गरेका कामहरू उहाँहरूले देख्नुभएको छ। मेरा सबै कुराहरू यहाँका मतदातासित, यहाँका जनतासित प्रत्यक्ष रूपमा जानकारी छ। म उम्मेदवार भइरहँदा मैले कुनै यहाँ आउँदै टिकटको कुरा गर्नुपर्ने आवश्यकता पनि छैन। यहीँको हाम्रो पार्टी कमिटी, यहाँका जननिर्वाचित प्रतिनिधि साथीहरूले मलाई सिफारिस गर्नुभयो। त्यो सिफारिसको आधारमा म यो चुनौतीपूर्ण अवस्थामा तपाईँ उम्मेदवार हुनुपर्छ भनेर उम्मेदवारीको कुरा गर्नुभयो। मैले त्यसलाई स्वीकार गरेर म उम्मेदवार गरेको छु। म तपाईँहरूसित के प्रतिबद्धता व्यक्त गर्छु भने म जुनसुकै अवस्थामा रहूँ, म जनतासितको मेरो प्रतिबद्धता कायम रहनेछ। तपाईँहरूसितको सम्बन्ध कहिले कमजोर हुने छैन। त्यो सम्बन्धलाई म निरन्तर अगाडि बढाइरहनेछु। म मेरो राजनीति अडानमा कायम रहनेछु। मैले यहाँ यो ठाउँको विकास निर्माणको लागि गर्नुपर्ने कामहरूमा कहिले कमी हुन दिने छैन। म सधैँभरि सुख दुःखको साथी बनेर यो क्षेत्रमा रहिरहनेछु। म तपाईँहरूसित यही प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र तपाईँहरूसित यो निर्वाचनमा सूर्य चिह्नमा मतदान गरी नेकपा एमालेको उम्मेदवारको रूपमा रहेको मलाई विजयी गराउनको लागि सहयोग पुर्याउनु हुनेछ भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु। यति भनेर म अर्को कार्यक्रममा पनि जानुपर्ने